कि 3 तहकै सरकारभित्र रहेको व्यथितिको बारेमा सञ्चार माध्यमले, राजनीतिक कर्मीले, हरेक क्षेत्रले आफ्नो ठाउँबाट, चाहे त्यो सङ्घ सरकारको बारेमा होस्, चाहे त्यो प्रदेश सरकारको बारेमा होस्, या त्यो स्थानीय सरकारको बारेमा होस्, व्यथिति, विकृति, विसङ्गति यी सबै समाजलाई पछाडि धकेलेको यी सबै विषयवस्तुका बारेमा निरन्तर तपाईहरुले आवाज उठाउनुपर्छ। म स्वागत गर्छु प्रदेश सरकारकै बारेमा, हाम्रै मन्त्रालयको बारेमा, म नेतृत्व गरेकै मन्त्रालयको बारेमा त्यहाँ केही व्यथिति छ, त्यहाँ सुशासन छैन, त्यहाँ कुनै प्रकारको अनियमितता छ भने तपाईहरुले यो कुरा उठाउनुपर्छ, लेख्नुपर्छ, बोल्नुपर्छ, सञ्चार माध्यमबाट सम्प्रेषण गर्नुपर्छ। म स्वागतै गर्छु। केही दिन अगाडि मात्रै यो प्रदेशका कर्मचारी साथीहरूको हकहितसँग जोडिएर स्थानीय सेवा ऐनमा रहेको त्रुटिलाई सम्झाउनका निम्ति, उनीहरूको हकहितका निम्ति हाम्रो प्रदेश सरकारले 4 जना मन्त्री रहेको एउटा कमिटी बनाएको थियो। त्यो कमिटीको संयोजक, त्यो कमिटीको नेतृत्व गर्ने जिम्मेवारी मलाई थियो। मैले ती सबै सुझावहरूलाई प्रदेश सरकारका मन्त्रीहरूको सुझाव, प्रदेश सभाका माननीय सांसदहरूको सुझाव, लोकसेवा आयोगको सुझाव, विभिन्न